त्यस कन्याको नाम मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परम प्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागि। स्वर्गदूतले तिमीलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छेउ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरा जन्माउनेछौ। तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परम प्रधानको पुत्र कहलाउनुहुनेछ र परम प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ? म त एक कन्या हुँ। स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। त्यसकारण जो जन्मनुहुन्छ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमप्रभुको दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई स्वर्गमा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका र उनले यसो भने, योसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिमीले एउटा पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, कन्याले